गाइस हाम्रो बाबा चाहिँ मल छर्दै हुनुहुन्छ। क्यामेराको क्वालिटी चाहिँ यस्तै हो। अनि यो चाहिँ सेतो 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 सबै लसुन रोपेको हो। यहाँ मल छर्ने कार्यक्रम हुँदैछ। यो मल चाहिँ अघि भर्खर बाबा र मैले लिएर आएको 2 बोरा। यस्तो 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 पुल तरेर देख्न सक्नुहुन्छ। यो पुल कस्तो डेन्जरस पुल छ, तपाईहरु राम्रोसँग देख्न सक्नुहुन्छ। यति धेरै सफा छ नि। कृपया फोहोर चाहिँ खोलामा नफ्याँक्नु मलाई, यसरी फोहोर हुन्छ। यो कसरी उक्ल्यो होला सोच्नु। 2 बोरा मेरो डन्डै घोडा भन्दा माथि छ यो पुल। अनि अब म चाहिँ घर लाग्दिनु पर्ने हुन्छ, किनकि म चाहिँ अब बट के भन्छ उतो चम्सुर रायो मुलाको बिउ कुद्नुको लागि जानु लागेको साथीहरु। 5 बजिसकेको छ, घाम डुबिसकेको छ। आजको लागि यति नै, बाइ बाइ।